7 आज चाहिँ हाम्रो बाबु दाई अनि ल तपाईँ त जाने अनि त्यसपछि भाइहरू ल ल अब अँध्याएर अब नल्याउँ मलाई लिनु फेरि आफै लास्ट होला यार ब्रेकै छैन नाइट राइड यार राम दाई ल छ नि होइन गजब चला बल्ल सैलुङको डाँडाबाट दोरम्बा हामी चढ्दैछौँ अब दोरम्बा जाँदैछु बडो गाह्रो भयो यार अँध्यारोमा पुग्यो सैलुङ अब यहाँबाट कहाँ पुग्छ अरे दोरम्बा ए अहिले खोला खर्क कति छ खोला खर्क कति छ अनि त्यसपछि दोरम्बा कति 1 घन्टा जाने दोरम्बा अँ ल ठिकै छ बिस्तारै जाउँ ल सर ल मनौ 8 एकजना साथ कसले बोलेन पख 8 9 पिट्ला हिँडिहाल्यो एकैछिन है ब्रेकै लागेन क्या ब्रेकै ओ भर्या छु यसो कहिलेकाहीँ पछाडि हेर्ने गर ल अन्तिमले Yes, sir. अहिले हामी सैलुङको फर्याङबाट राति दोरम्बा जाँदैछु बाटोमा केही देखिँदैन अँध्यारो छ अहिले लाइटको भरमा हिँड्दैछौँ अहिले हामी
कसको मोबाइल बोलिसकेको तिम्रो हो? राजन हेलो ओइ के छ फोन गरेको राजन ए हामी झर्दैछौँ यार पुगेर यता भित्र यता के भन्छ दोरम्बा जाँदैछु दोरम्बा जाँदैछु दोरम्बा ए सैलुङ माथिबाट दोरम्बा झर्दैछु यो पछाडिको यार यहाँ पम्प हान्दैछु पम्प हाने पनि होला जस्तो लाग्ने कि त्यही भएर पम्प गर्दै आइरहेको छु कि कस्तो बेला पऱ्यो है ठ्याक्कै अँध्यारो सात आठ साँचो खै कुन साँचो साइकल साँचो तँलाई दिएको होइन मैले राखिसकेको थिएँ हो फेरि लिएको होइन राखिसकेको थियो छ ल अब बाटोमै एकछिन अब माथि पऱ्यो पनि लिन जाने कुरो छैन अब तल हेरौँ न होइन अघि हो पायो भने ठिकै छ नभए अब छोडिदियो अरू पनि काट्नुपर्ने सिक्ने गाडी पुग्यो ए लेस पुस्यो अरे ठिक छ अन्धकार ल है त्यही जस्तो लाग्छ मलाई पनि त्यही जस्तो लाग्छ साथी भयो ए ल भाइहरू फेरि ओए अगाडिको एकैछिन अब जे होस् तल्लोको बाटो हो त्यो लाइट देखेको माथि जाने भन्नाले छिटो पुग्छ नि बाटो अघि नै माथि जे होस् तल आउँदाखेरि चाहिँ जाडो भएन यार नत्र माथि त ओहो चिसोले हानेको
आयो दाइ टाइममा कम्प्लिट गरिराख्नु है ओ 1 नम्बर 2 नम्बर खोइ 2 भन्नु पर्यो काउन्ट गरौँ के रहेछ यो बस्ने ठाउँ होला हो अहिले आवाज ल अघि चलेन है चिसो भएन भने त अँध्यारोमा सैलुङ पुग्यो है हत त्यो आधा घन्टा त यार तलबाट नि आधा घन्टा माथि आउन आधा घन्टा सकेकै होइन अनि त्यो क्यालकुलेसन बढी नै 20 मिनट भन्दा पनि त तपाईँले भने जस्तै 40-50 त्यस्तो सोध्नुपर्ने रहेछ क्या जहाँ पनि 1 घन्टा भने पनि 2 घन्टा सोध्नुपर्छ अझ बढी नै सोध्नु पर्दो रहेछ हिलिली भन है ल आज चाहिँ हाम्रो बाबु दाई अनि ल तपाईँ त जाने अनि त्यसपछि भाइहरू ल ल अँध्यारो अब नल्याउ मलाई लिनु फेरि आफै लास्ट होला यार ब्रेकै छैन बिस्तारै जाने है नाइट राइड यार राम दाई ल हैन गजब चला ल सैलुङको डाँडाबाट दोरम्बा हामी चढ्दैछौँ अब दोरम्बा जाँदैछु बडो गाह्रो भयो यार अँध्यारोमा पुग्यो सैलुङ अब यहाँबाट कहाँ पुग्छ अरे दोरम्बा ए अहिले खोला खर्क कति छ भाइ आउनु खोला खर्क कति छ अनि त्यसपछि दोरम्बा कति 1 घन्टा जाने दोरम्बा ल ठिकै छ बिस्तारै जाउँ ल सर ल सँगसँगै जाउँ है अघि जस्तो यहाँ भाइहरू पछाडि छ
ओइ सँगै सँगै जाऊ सँगै हिँडौ है सँगै हिँडौ यहाँ भाइहरू आइपुगेको छैन ए एकछिन रोक रे एकछिन रोक रे हो हामी सँगसँगै जाउँ है ओ एकछिन भयो ल है भन्नी बिस्तारी सँगै जाने सँगै ल राम्रै छैन ल ल हो र ए खोइ हिउँ परेको माथि पनि पर्यो होला हिउँ परेको रे यहाँ हस् हस् ल हस् हस् ल हस् सबैजना भयो बिस्तारै जाउँ है सबैजना लासो लासो ओइ सबैजना बिस्तारै है ल अझै साथी आऊ बिस्तारै सबै ग्रुप बिस्तारै जाउँ बर ओ हो हो ल ल बिस्तारै है बिस्तारै प्रदीप मुल्मी भाइ एकछिन यता हेर त फेस मेरोतिर होइन होइन चलाउँदै ल ओके अलि स्लो है ब्रेक पम्प दिँदै जानु पर्यो यार अस्ति हिउँ पर्यो भनेपछि त है तर राम्रै गरेको छ है यस्तो कहिलेकाहीँ हामी 9 बज्यो 10 बजे पुग्यो भने त कहाँ अनि मेरो चाहिँ ब्रेक पम्प दिँदै गर्नुपर्छ यार ब्रेकै नलाग्ने के ब्रेकै नलागेर पम्प दिँदै बिस्तारै लगाउँदै आउँछ त्यही भएर बिस्तारै हुनेको कारणले अहिले त अब हामी यो रामेछाप जिल्ला हो क्या अरे होइन दोहोरोमा हो नि 4 जिल्ला घुम्यो जस्तो यार
काठमाडौँ र भक्तपुर गऱ्यो भने त 6 जिल्ला, ललितपुरसित 7 जिल्ला। त्यही त 7 जिल्ला भने अझै अब 10 जिल्ला पर्छ हेर न, जनकपुर पर्न सक्छ। ए त्यो त अञ्चल भयो हो। ल जो 7-8 ल ल ल ल लाइटले पछाडि घाँटीमा खोज्यो नि निकाल्नु एक घन्टा 15 मिनट देख्छ सबैले देख्छ यार। एकछिन एकछिन ह्यान्डलसम्म हो यतिकै आलु बडी तरकारी खानलाई आलु बडी तरकारी नाइट राइट है यस्तो एडभेन्चर। भएकै छैन काठमाडौँबाट फर्स्ट टाइम भयो भएको छ बिर्सिने हो। योभन्दा र्यालीमा धेरैचोटि मतलब यो टुर जाँदा धेरै परिस्याहार छ। त्यही त धेरैचोटि परेको फर्केर तलाएर लजमा बसेको हो के अन्त हो जङ्गलको पिटा धेरै परेको छु। पानी परेर म आफै त काहीँ छैन। म आफै सिमफल जाँदाखेरि परेको छु एक्लो जङ्गलमा के गर्ने के गर्ने। ठिकै छ जताबाट पनि ठिकै छ यार। आखिर हामीले घुम्नै पर्छ। हो रामदाई पछाडि होइन उकाली ओराली गर्दै 8 ए राम म अगाडि जान्छु सँगसँगै जाउँला नि त भइहाल्यो सँगसँगै जाउँला अनि पर्दैन सँगसँगै जाउँला हो 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 ल ल जाउँ न जाउँ है अलिकति स्लो गर तिम्रो यी हरियो ब्याग छ मैले लिएछु ल ल यहाँ ब्रेक समाइदिएछ नि त्यही भएर जानु पनि वाट त जानु पनि भएन कि खतरै डाउन हिल हो यार अझ उहाँ उतातिर म कहाँ सक्छु त ए म कहाँ अनि गर्छु त सिधै लिनु पर्दैन म गर्नु त होइन गइसकेँ तल अनि
तिम्रो यार मैले फुल सस्पेन्सको युजै गरेको छैन त राम आउँदैछौ राम सैलुङ लाग्छ यार 1-1.5 घन्टा जति लेफ्टमा है अलि स्लो 8 एकजना पछाडि छ आउँदैछ लाइट ऊ राम दाई मनौ 8 एकजना साथ कसले बोलेन मेरो भाइ यतिकै यस्तै फेरि 8 नौ पिट्ला हिँडिहाल्छ एकैछिन है हामी लास्टमा छौँ एकैछिन अलि स्लो गरौ रामदाई एकैछिन स्लो है रामदाई लास्ट छ ल ल जाउँ जाउँ दोरम्बा उदुम्बा होइन खोइ उदुम्बा होइन दोरम्बा हो गाउँ दडुवा रामेछाप दोरम्बा गाउँपालिका अझै आधा घन्टा हस् 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 खास त्यो क्यालकुलेसन चाहिँ कसैको नमिल्ने रहेछ क्या मिल्ने रहेछ होइन 1 घन्टा भनेको ठिकै छ नि 1 घन्टामा हामी यो अब इडियालुमा टाइमको स्पिड बढ्छ नि हाम्रो 1 घन्टामा पुग्छ त्यो टेम्पो ड्राइभरले पनि 1 घन्टा भनेको थियो यतिसम्म फोन गरेर उसले पनि 1 घन्टा भनेको थियो अहिले अँध्यारो भएर हामी यदि सुनाउनु भनेर स्लो आएको भयो अरू बेला त यो स्पिड बढ्छ प्रदीप पछाडि प्रदीप होइन तिम्रो म मात्र हो र छ पुगेको छैन पनि दोरम्बर गयो क्या हो अँध्यारो भयो नि त माथि पुग्दै 7 बजे यार राजन केसी म तल पुगेपछि कल गर्छु ल अब नैन सब जाउँ ल अब ओडा कार्यालय सँगै रे है ल ओडा कार्यालय कहाँ छ यही हो तल कहाँनिर खोइ यता लाइटले देखाउ त यता यता देखाउनु मलाई ल
लागि गर्न लागि अब अरू जाने कुरा भएन तलको लाइटै देखाएको छैन कसले कुकुरले भयङ्कर ढुङ्गो नि हजुर